गाइस सबैजना नमस्कार। दुई हात जोडेर भन्नुहुन्छ अरे एक हातमा मोबाइल छ है। आज तपाईँलाई म के भन्न आइरहेको छु भने मेरो चाहिँ फर्स्ट भ्लग हो है। आशा छ तपाईँहरूले साथ दिनुहुन्छ, सहयोग गर्नुहुन्छ भन्ने आशा चाहिँ छ। फर्स्ट टाइम माया देखाइदिनु होला भन्दै आज म तपाईँहरूलाई सायद तपाईँले यो चिज देख्नु भएको पनि छैन होला, त्यस्तो चिज देखाउन जाँदैछु। हेरिदिनु होला, छुट्टो मिठो भ्लग छ है, हेरिदिनुहुन्छ भन्ने आशा छ यो काले भाइको तर्फ। फाइनली गाइस पुगिसकेँ म चाहिँ है, देखाउन गइरहेको छु तपाईँलाई। कहिले देख्नु भएको थियो कि भएको छैन कमेन्ट चाहिँ जरुर गर्नु होला। देख्नुहोस् यो चिज हो, देख्नु भएको थियो कहिले? देख्नु भएको छैन होइन? यही चिज हो, यही चलाउँछु म चाहिँ, यही काम गर्छु है। मेरो काम चाहिँ यही हो, यही चलाउने काम गर्छु। ल हेर्नु, जाँदैछौँ। आज चाहिँ छुट्टी छ यसको है, आज चाहिँ चलाउनु मिल्दैन। अलिक दुःखको कुरा आइरहेको छ, आज चाहिँ चलाउनु मिल्दैन यसको चाहिँ। अब चाहिँ हामी घर जाँदैछौँ गाइस। आज घरभन्दा पनि यसलाई जङ्गलै छोडिदिनु पर्छ आज चाहिँ है, खानाको लागि। सिर्फ 5 उठमा मेरो एउटा मात्रै मिलेको छ अहिलेसम्म। जङ्गलमा छोड्नुपर्छ, खोज्न पर्छ है। यो कहाँ हुन्छ के हुन्छ यत्रो जङ्गलमा, बहुत सजिलो छैन हजुर के गर्नु गरी खानालाई है। यसलाई चाहिँ छोडिदिएर अरू चाहिँ खोजेर अब कतिखेर हुन्छ, बिहान 4 बजे 5 बजे घरबाट हिँड्नुपर्छ। घरबाट हिँडेर भेट्यो भने त सजिलो छिटै जान सक्यो, भेटिएन भने त बहुत मुस्किल हुन्छ। मुस्किल भएको छ, बिहानदेखिको केही खाएको पनि छैन, केही खाना पनि मिल्दैन जङ्गलमा है, केही दोकान पनि हुँदैन। अब जङ्गलमा कसले ल्याइदिएर आइदिनु अनि मुस्किल छ, धेरै गाह्रो छ। देखाउँदै जानु, तपाईँ साथ सपोर्ट दिनुहोस्, म तपाईँले हर किसिमको देखाउँदै जान्छु है भन्दै थोरै देरको लिए बाई। भर्खरै साथीको फोन आयो है, साथीको के भन्छ भने साथीले फोन गरेर आइज 3-4 बजीतिर खोज्न आउनुपर्छ, अहिले भोक लागिसक्यो भनेर भन्छ होइन। अब चाहिँ हामी खाना खान जाँदैछौँ। खाना खाएर आएर फेरि खोज्नेछौँ, किनकि खोजिरहनु पर्छ। हाम्रो हुन त महिनामा 15 दिन छुट्टी हुन्छ, 15 दिन काम हुन्छ, तर पनि नामको मात्रै छुट्टी हो होइन। तर काम त गरिरहनु पर्छ, किनकि काम गर्न आइसकेपछि काम त गर्नु पऱ्यो, बसेर त भएन होइन। मालिकले बस्न पनि दिँदैन, बसेको पैसा काम दिन्छ मिल्दैन। त्यही भएर चाहिँ हेर्दै जानुहोस्, साथ सपोर्ट दिँदै जानुहोस्। तपाईँलाई म हर किसिमको देखाउँदै जानेछु होइन। मेहनत गरेपछि मेहनतको फल अवश्य मिल्ला भन्ने आशा राख्दै के कस्तो छ हेरिदिनु होला। ल प्रतिक्रिया पनि दिनु नबिर्सनु होला है। यसलाई के भन्छन् भन्ने पनि थाहा पाउनु होला है तपाईँहरू। यसलाई चाहिँ भन्छन् डबल हाम क्यामल, नेपालीमा चाहिँ 2टा हामवाला ऊँट भनेर भन्छन् होइन। यो चाहिँ मङ्गोलियनमा मिल्छ, यो चाहिँ हुने भनेकै मङ्गोलियनमा हो होइन। तपाईँहरूले कतिपयले देख्नु भएको थियो होला, कतिपयले देख्नु भएको थिएन होला है। नदेखेकोलाई पनि देखाइदिएँ नि, हुन्छ नि होइन। हामी सँगसँगै पढ्दाखेरि चाहिँ वर्णमाला भन्ने हुन्थ्यो नि, त्यो वर्णमालामा चाहिँ मिल्थ्यो क्या यो चाहिँ, त्यहाँ चाहिँ देख्थ्यो क्या होइन। ऊँटको चाहिँ हामी पढ्दाखेरि चाहिँ देख्थ्यो होइन। यस्तो चाहिँ कहाँ होला भन्ने लाग्थ्यो, तर लास्टमा यही चलाउने काम पऱ्यो। खुसी नै छ है, राम्रै छ, त्यस्तो नराम्रो केही छैन, तर मेहनत ज्यादा छ। मेहनत भनेको लास्ट छ यसमा। दिनमा 32 किलोमिटर त नबोलेर हिँड्नुपर्ने, 32 किलोमिटर हिँड्नै पर्थ्यो। ल यसलाई चाहिँ म अब छोड्न गइरहेको छु है। अब म चाहिँ यो जग्गामा छोडिदिन्छु र चाहिँ यो जग्गामा छोडिदिन्छु। यहाँ खानाको त्यस्तो त मिल्दैन, मरुभूमि हो पुरा, मरुभूमि जस्तै, तर यो चाहिँ हल्का हरियो चाहिँ भएको छ। यसलाई म यहीँ छोडिदिन्छु। यसलाई अब यो खान्छ। पर्सि हाम्रो चाहिँ पर्सि पालो छ, भोलि पनि छुट्टी छ, आज पनि छुट्टी हो। हेर्दै जानुहोस् त्यतिको दिनसम्म। अरू पनि देखाउने कोसिस गर्नेछु। पार्ट 2मा चाहिँ अरू मेरा 4वटा ऊँटको
आउँछ हेर्दै रहनु होला। पार्ट 2 को इन्तजारमा बस्नु होला। यसलाई म छोडिदिइसकेँ, यो पनि गइसक्यो है। अब म पनि जानुपर्छ होइन। मलाई पनि भोक लागिसक्यो। यसले चाहिँ खाइरहेको छ, दिनभरि खान्छ, रातभरि खान्छ होइन। जब मन लाग्छ त्यही गरेर खान्छ। अब मलाई चाहिँ भोक लागिसक्यो। म चाहिँ यहाँबाट अब 12 किलोमिटर हिँडेर जानुपर्छ होइन। 12 किलोमिटरसम्म। अब यस्तै हो साथी, भोक लास्ट लागेको छ। अब ल गइसक्यो मेरो सुर्पी चाहिँ गइसक्यो है। यो उडको नाम चाहिँ सुर्पी हो। सुर्पी गइसक्यो, हिँडिसक्यो। अरू चाहिँ मेरो देखाउन बाँकी तपाईँहरूलाई छ, खकर छ, टिन छ होइन। एउटा छ नागपो छ, अरू एउटा रानी छ, सानी छ है। उ त धेरै छ मेरा, तर अब 4वटा चलाउने मात्रै 4वटा छ। 4वटा चाहिँ तपाईँलाई देखाउँछु। पार्ट 2 को इन्तजारमा बस्नु होला भन्दै